देख्न सक्नुहुन्छ सबै एकतिर चाहिँ पुरै पानी पर्न आइरहेछ। यहाँ चाहिँ हाम्रो काँक्रा चाहिँ सो गाइस आज चाहिँ हामीले डाइरेक्टली कृषि थोकदेखि भिडियो सुरु गर्दैछौँ। देख्न सक्नुहुन्छ यहाँ एकतिर चाहिँ यस्तो छ भने अर्कोतिर पानी पर्न लाग्दैछ पुरै। बिहान 4 बजेर आएर हामी चाहिँ यहाँ अहिले सब्जी बेच्नको लागि बसिरहेको छौँ। म चाहिँ यहाँ एकछिन निक्लेको बाहिर। देख्न सक्नुहुन्छ अब अस्तिदेखि धेरै नै काम भएर मैले चाहिँ भिडियो बनाउनु पाएको थिइनँ। सो अब चाहिँ अहिले यहीँ बनाएको। अब भरे हजुरहरूलाई हाम्रो बारीको बारेमा पनि केही देखाउनेछौँ, त्यहाँको सब्जीहरू। ओके, देख्न सक्नुहुन्छ सबै एकतिर चाहिँ पुरै पानी पर्न आइरहेछ। पश्चिमतिर चाहिँ पुरै पानी पर्न आँटिरहेछ, बिजुली पनि चम्किरहेछ। ओके, यहाँ चाहिँ पुरै कत्रो ठुलो गाडीमा यहाँ सामानहरू लोड भएर जाँदैछ, तरकारीहरू सब्जीहरू। यहाँ चाहिँ हाम्रो काकाले बेच्नुहुन्छ, काका र सुभाष भएर। हामी चाहिँ यहाँ बेच्दैछौँ काँक्रा। अहिले देख्न सक्नुहुन्छ हावा हुन्डरी कत्रो आइरहेछ, त्यहाँ सबै उडाएर केही छैन, धुलै धुलो। यहाँ चाहिँ हाम्रो काँक्रा चाहिँ यहाँ चाहिँ धेरै नै हावाहुरी चलेर हामीहरू चाहिँ अब जान आँटेको। अब एकछिनमा बोडीहरू पनि लिएर आउँछौँ। यहाँ थोरै यहाँ भातभटे निवा दिनुपर्ने छ काँक्रा। सो अब चाहिँ हामीहरू जान्छौँ घरतिर। देख्न सक्नुहुन्छ सबै एकै बिर्तामोडतिर चाहिँ कत्रो हुन्छ क्या, सबै पानी परेर सबै हावा हुँदै रहेछ। आइज बाटो ओइ आट्टिन ल लडाइ छ अहिले गलिसबाट आमो आइज यहाँको मान्छेहरू चाहिँ फुल बेच्दो रहेछ नि, अन्त फुल बगानहरू यति छ। गाडी त उतै जाँदैन, माथि बसेर चाहिँ बनाउनु पर्दैन भिडियो। पानी नि मैले माथिबाट बनाउनु खोजेको हल्यो क्या, उता चाहिँ काकाले दाले भरे अब बोल्नुपर्छ अडियोमा, भरे बोल्नुपर्छ नि, हाल्नुपर्छ अडियो। मिक्सिङ गरेर हाल्नु। सो गाइस हामीहरू चाहिँ अब बारी जाँदैछौँ तपाईँहरूलाई देखाउनको लागि। हाम्रो बारीहरू यो चुचेले कुदाउँदैछ, सुभाषले। हेलो, सुभाष एडिजले कुदाउँदैछ। सुभाष
हामी चाहिँ आइसकेको छौँ अहिले बोडी टिप्नको लागि। अनि तपाईँहरू देखि सक्नुहुन्छ कि यहाँको वेदर, तर यहाँको वेदर देख्दाखेरि यहाँ मोबाइलमा त्यस्तो देखेको छैन, तर हामीहरू चाहिँ यहाँ आइसकेको छौँ। अनि यहाँ चाहिँ यस्तो छ, यहाँ आजको भ्लग चाहिँ यहीँ बनिने पर्यो है त गाइस। बारीहरू देखाउँदै देखाउँदै के गर्नु र, यो सबै ढलाइसक्यो। यहाँ हाम्रो सबै बारीहरूको पनि हाम्रो सत्यानाश भइसक्यो यहाँ पानी हावाले गरेर। देख्न सक्नुहुन्छ यहाँ चाहिँ चिल उडिरहेको छ है, हामीले चिल्ला बाँधेर राखेको छौँ। सबै भत्केको चिल छ यहाँ चाहिँ, यसलाई चाहिँ कहिले कहिले दाना पानी पनि दिइराख्नुपर्छ, न यो मर्छ। यहाँ चाहिँ हाम्रो हेलमेट छ ओके। अनि यहाँ चाहिँ हाम्रो बोडी, अब यो हाम्रो लग्छौँ गयो। अनि यहाँ चाहिँ टिप्न थाल्यो। 1 घन्टामा यसले एक मुठी चाहिँ बनाइसक्छ, एक मुठा ओके। अब चाहिँ म पनि टिप्छु, सो बनिँदैन अहिले चाहिँ भ्लग टिपेको, किनभने क्यामेरा पक्रिने मान्छे छैन ओके। सो गाइस हामीहरू चाहिँ जाँदैछौँ। अहिले चाहिँ 7:30 भइसक्यो, 7:30 जानुपर्ने अब। ऑटो तो आए होंगे घर पर कल कार ओए है ना ए भैया ओए आ जा लाइन में खाले माया यो दिनदिनै कमाउनु पर्ने रे मनले पुग्दैन शिरमाथि चढाउनु पर्ने रे यसरी मरेर माया लाउँदा के पाइयो र खै लौ तिमी नै राख यो कहीँ नभएको मन तिमीसँगै ओ किन गाउँछन् कुन्नी माया बारेमा आफूलाई त पिरातीले कहिले फापेन बस्दिन है म चाहिँ तिमी पर्खेर जान्छु जुन बाटो आए त्यही बाटो फर्केर गाइस हामीहरू यहाँ बिर्लामठ पुग्न आँट्यौँ।